म त यस्तो नि जुन अहिले हाम्रो मेरो कन्स्टिट्युन्सीमा 4 जना काउन्सिलर छ इन टोटलिटी। त त्यसमा अब 3 जना निर्विरोध घोषित भयो र अर्को पनि निर्विरोधमै घोषित हुन्छ। मलाई सम्पूर्ण विश्वास छ, कारण यसमा श्रेय चाहिँ हाम्रो सम्माननीय मुख्यमन्त्री PS तामाङज्यूलाई जान्छ। कारण तपाईले मेरो कन्स्टिट्युन्सीमा क्षेत्रमा देख्नै भएको छ, चौतर्फी विकास भएको छ र के बोल्छ भने काम बोल्छ नि, जो देखिन्छ त्यही बोलिन्छ, जो दिखता है वही बिकता है, हैन। र जुन काम गरेको छ हाम्रो सम्माननीय मुख्यमन्त्रीको अगुवाईमा र उहाँको सहयोगमा, त्यसैको प्रतिफल सम्पूर्ण जति अरू ओपोजिसनका पार्टीहरू थिए, धेरै ओपोजिसन पार्टीहरू छ, कसैले उहाँको प्रत्यक्ष उठाएन। कारण जुन काम गरेको छ उहाँले यो काममा विश्वास गरेको छ, त्यसले गर्दा सबैले हाम्रो जनता जनार्दन जति छ सबैले यसमा सहयोग दिएर उहाँलाई पूर्ण रूपले निर्विरोध विजय तुल्याउनु भएको छ। त्यसको लागि म सम्पूर्ण हाम्रो तादुङ कन्स्टिट्युन्सीको जनता जनार्दनलाई धन्यवाद दिन चाहन्छु र बेसी मात्रामा हो भने चाहिँ हाम्रो सम्माननीय मुख्यमन्त्री PS तामाङज्यूलाई धन्यवाद दिन चाहन्छु, कारण उहाँकै सहयोगले गर्दा यो सबै सफल भएको हो। म त यही भन्छु, अब हेर्नुहोस्, अब यो जुन चाहिँ एउटा परिषदको काम छ, यसमा जनताले भोट दिन्छ, जनताले जिताउँछ र जनताको सहयोगले गर्दा पूर्ण रूपले अनकन्टेस्टेड प्रकारले भनेर भिक्ट्री पाएको छ, विदाउट कन्टेस्ट हो। र यसमा चाहिँ हामीहरू उहाँको जो एउटा सपना छ जनताको, उहाँले चाहन्छ सेवा पार्षदबाट कुन प्रकारले निष्पक्ष प्रकारले उहाँले सेवा गर्नुपर्छ। कारण हामीहरूको चाहिँ जो पार्षदहरू छ आएर यसमा कुनै घमण्ड गर्ने काम छैन। हाम्रो चाहिँ यही हो, एउटा जिम्मेवारी नम्र भएर है र तल झरेर एउटा नौकरको प्रवृत्ति लिएर हामीहरूले काम गर्नुपर्छ हाम्रो जनता जनार्दनको। र वरिपरि के विकास हुनुपर्ने, के को खाँचो छ, के दरकार छ, त्यसमा पूर्ण रूपले हेरेर है र काम गर्दा पनि सजिलो छैन। धेरै डिपार्टमेन्टहरूसँग मेलमिलापमा गर्नुपर्छ, धेरै मान्छेहरूसँग मेलमिलापमा गरेर कतिवटा इस्युजहरू रिजल्भ गर्नुपर्छ, तलमाथि कुद्नुपर्छ। यो सबै गर्दाखेरि अब यो पार्षदको काम पनि सजिलो चाहिँ छैन, कष्ट हुन्छ, दुःख हुन्छ। त जब हामीहरू काम गर्छौँ यो कष्ट र दुःख त के जस्तो लाग्छ, जब कुनै काम गरेर जनताहरूको लागि, उहाँको पक्षको लागि, उहाँको जुन चाहिँ सुविधाको लागि जब हामीहरू काम गर्छौँ, सफल हुन्छौँ, त्यति बेला जो हामीहरू आनन्द पाउँछौँ, यो कष्टहरू त्यसै बिर्सिदिन्छौँ। र त्यस्तै प्रकारले हाम्रो पार्षदहरूले काम गरिरहेको छ। पहिला नि उहाँले बहुत राम्रो काम गर्नुभएको, मिलनज्यूले, अरू पनि छ जतिजना आउनुभएको छ, उहाँ सबैलाई म बधाई दिन चाहन्छु। जतिजना नयाँ आउनुभएको छ उहाँलाई स्वागत गर्न चाहन्छु र उहाँलाई म त्यही नम्र निवेदन गर्न चाहन्छु, आफ्नो काम पूर्ण रूपले तपाईँले काम गर्नुहोस् र जति गर्नुहुन्छ जनताको इन्ट्रेस्टमा काम गरिदिनुहोस् भनिकन उहाँलाई अपिल गर्न चाहन्छु। थ्याङ्क यू सो मच।